धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण अतिथिगण। सरस्वतीलाई साक्षी राखी एक हातमा कापी र अर्को हातमा कलम लिई विराजमान निष्पक्ष निर्णायक मण्डल, शिक्षाको दीप बालिदिनुहुने मेरा आदरणीय गुरु तथा शिक्षकवर्गहरू, प्रतिस्पर्धाको महासागरमा आफूलाई अब्बल साबित गर्दै विजेताको माला पहिरिन आतुर मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा स्वीकार्नुहोस् यो चिसो मौसममा म प्रतिस्पर्धी नम्बर 20 को तर्फबाट हृदयदेखि नै न्यानो अभिवादन तथा दीर्घकालीन नमस्कार। आज यस सुनौलो दिनमा सुनौलो भविष्य विद्यालयद्वारा आयोजित अनुशासन बिनाको स्वतन्त्रता अराजक हुन्छ भन्ने शीर्षकको वक्तित्व कला प्रतियोगितामा आफ्ना केही भनाइहरू राख्नु पाउनु भनेको मेरो लागि ठुलो सौभाग्यको कुरा हो। त्यसैले अब ढिला नगरी यही ठिक समयमा म मेरो बारीलाई प्रारम्भ गर्न चाहन्छु। अनुशासन भनेको आफूले आफैलाई नीति नियमभित्र बाँधेर राख्नु हो। त्यसै गरी कुनै पनि प्रकारको बन्धन नियन्त्रण वा अरूको अधीनमा नरही आफ्ना विचार धारणा र आवाज राख्न पाउने अधिकार भनेर स्वतन्त्रतालाई बुझ्न सकिन्छ। सीधा अर्थमा भन्नुपर्दा स्वतन्त्रता एउटा गति हो भने अनुशासन दिशा हो। तर के गति मात्र भएर दिशा हरायो भने यात्रा गन्तव्यमा पुग्ला त? आजको जेनेरेसन जेनजी ऊर्जावान छ, आवाज छ र पक्कै पनि साहस छ। हामीले विभिन्न आन्दोलनहरू देख्यौँ, युवाहरूले परिवर्तनका लागि आवाज उठाए। हाम्रो नेपालमा पनि विक्रम सम्वत 2082 साल भाद्र 23-24 गते भएको जेनजी आन्दोलनबारे थाहा नहुने सायद यहाँ कम नै हुनुहुन्छ होला। उक्त समयमा जेनजी युवाहरूले आवाज उठाए, शान्तिपूर्ण भनेर सुरु गरे, तर कतिपय क्षेत्रमा अनुशासन हराउँदा अवस्था नियन्त्रण बाहिर गयो। हो म जान्दछु धेरैले पीडा भोगे, धेरैले ज्यान समेत गुमाए, तर के त्यसको अर्थ आफ्नै संरचना आफ्नो पहिचान भत्काउनु र जलाउनु हो त? म आदरणीय निर्णायक मण्डलज्यूलाई प्रश्न गर्न चाहन्छु, के अन्त्यमा अपेक्षित परिणाम सफल भयो त? पक्कै पनि भएन। सुन्दा नमिठो लाग्ला, तर साँच्चै भन्ने हो भने त्यो आन्दोलन परिवर्तनको सन्देश नभई विवाद र विभाजनको कारण बनेको थियो। त्यो त स्वतन्त्रता होइन महोदय, त्यो त अराजकता हो। त्यसै गरी उक्त विषयलाई अझ उदाहरणबाट स्पष्ट पार्ने हो भने यसलाई हामी चङ्गा र डोरीको उदाहरणबाट बुझ्न सक्छौँ। हामी सबैलाई थाहा छ चङ्गालाई उड्नको लागि स्वतन्त्रता चाहिन्छ। आकाशमा उड्नु नै उसको स्वभाव हो। तर कहिले सोच्नु भएको छ यदि त्यही चङ्गासँग डोरी छैन भने एकैछिन त धेरै माथि उडे जस्तो देखिएला, तर केही समयमै नियन्त्रण घुमाएर कहाँ गएर खस्छ थाहै हुँदैन। तर यदि त्यही चङ्गासँग डोरी हुन्छ भने त्यो डोरीले त्यसलाई बाँध्दैन महोदय, बरु सन्तुलन दिन्छ, दिशा दिन्छ र अझ सुरक्षित रूपमा उच्च उडान गर्न मद्दत पुर्याउँछ। यो चङ्गा उडाउने कला हाम्रो जीवनमा पनि लागू हुन्छ। मानिसलाई विकास प्रगति र सफलताको उच्च शिखर चढ्नको लागि स्वतन्त्रता त चाहिन्छ नै, तर हामी सबैले बुझ्नुपर्छ कि अनुशासन बिनाको त्यो स्वतन्त्रताले केवल क्षणिक सफलता मात्र दिन सक्छ। दीर्घ विकास र निरन्तर सफलताका लागि भने स्वतन्त्रतासँगै अनुशासनको सन्तुलन पनि अपरिहार्य हुन्छ, अनिवार्य हुन्छ। र यही सन्तुलनले नै मानिसलाई चेतनातर्फ अघि बढाउँछ। कि यो नै होइन र हाम्रो जीवनको वास्तविक लक्ष्य? अन्त्यमा म यति मात्र भन्न चाहन्छु, हो स्वतन्त्रता अपरिहार्य छ। यो पृथ्वीमा सास फेर्ने हरेक जीवनलाई स्वतन्त्रता चाहिन्छ, तर प्रश्न यहाँ उठ्छ के अनुशासन बिनाको त्यो स्वतन्त्रता सुरक्षित रहन्छ होला त? सुनौलो पिंजडामा राखिएको त्यो सुगालाई जस्तो सुकै सुविधा दिए पनि के त्यसले खुला आकाशमा उड्ने सपनालाई त्याग्छ होला त? पक्कै पनि त्याग्दैन। उपस्थित महानुभावहरू, पिंजडा सुनको होसमा फलामको उसको मन्त्र जहिले नै उडानले बस्छ। हो ठिक त्यसै गरी यदि स्वतन्त्रता आत्माको सास हो भने अनुशासन त्यस सासको संरक्षक हो। र यी दुवैको समन्वयमै व्यक्ति र सर्व राष्ट्रको वास्तविक उन्नति लुकेको हुन्छ। त्यसैले त म भन्छु स्वतन्त्रता अपरिहार्य छ, अनुशासन अनिवार्य छ। जस्तै यी दुवैलाई बुझ्छ उसले नै इतिहास बनाउँछ, जस्तै यी दुवैलाई बुझ्छ उसले नै इतिहास रच्छ। अतः अनुशासन बिनाको स्वतन्त्रता अराजकता नै हो भन्दै म मेरो बारीलाई यही विश्राम दिन चाहन्छु। हस्त धन्यवाद।